राम्रो भइरहेछ आफै रोकिहाल्यो है फेरि ल है पुरा बोटिङ चस्मा त लाउनु बिर्सिछु नि त मैले चस्मा लाउन सधैँ उसो गरेको बल्ल बिर्सिँदैन गर्दै आज एक दिन लाएर के काम गिल्ला खाँदैन कि ढिलो खाँदैन हो कि ढिलो खाँदैन बदनाम तिनीहरू तिनको पछि लाउँ या Nói mình có bắt được hello पानी हाल्न आइसकेको छ त्यसले खाएका वीरेन्द्र दाइ मैले उतैदेखि चलाएर ल्याएको हेर्नु म एक्लैले चलाएको ल बधाई छ भन्नु ल न अब आफू हेर्नु सबै उतैदेखि चलाएर आएको हेर्नु यता यता दाइ त्यही हाल्ला हो क्या गइहाल्छु हो त छन् भिडियो गर्दैछन् बिचमा अड्केको अवस्थामा छन् बिचमा नलगाऊ है बिचमा छेउमा किन के हुन्छ र त्यो छैन नि त यस्तो लगाऊ क्या सिधा लगाऊ लास्टै पऱ्यो अर्कीको त्यहाँ सिधा बनाऊ क्या सिधा लगाऊ किन अड्क्यो त्यसरी म पनि अड्केँ भन्दा यो पाङ्ग्रो ननाचे होला क्या बराबर नाचेको सबै जान्छ होला अड्किएको अवस्थामा छ अब के गर्नुपर्छ त्यसलाई ढगाल्नुपर्छ अब त्यहाँ लोर ल्याएर समारेर भाँदैन यहाँबाट यस्तोसँग ठिक छ यहाँबाट यस्तो गरेपछि त्यो अलिकति जसले सट्टै गरिदियो पाङ्ग्रो नाच्यो नि त अलिकति क्या त्यसो पारेर हेर्नु साथीहरू अड्केपछि अब के गर्नु तिरिक्ट लाउनु पर्यो फेरि यति फर्किँदा हलुङ्गो भएर हो क्या यो पाङ्ग्रोको के बराबर ननाच्यो घुम्यो भने अलिकति होला क्या धान दिन आउने हो के भयो यिनीहरूको हामी अगाडि जान्छ ल हेर्नु है धान दिन हो ए गइसक्यो साइकलले अड्किँदा हाल्यो न सट्टै एकचोटि सट्टै गयो गयो न हो त्यस्तो तानिन्छ होला के भयो अनि बिग्रेको चाहिँ दिन्छ कि तिनीहरूले पनि तिम्रो खायो धेरै गरी खान्छन् भने त्यो त्यो जालिनी ओरोसँग रहेछ नि त त्यो ओरै अड्क्यो तिम्रो तान्न आउने हो
अन्त यहाँ एउटा बाटो म अगाडि चलाउँछु तिमी पछि पछि आइज हेलो ब्रो के छ ब्रोहरू यहाँ उता जाम क्या उता पर फोटा उता राम्रो आउँछ यहाँ उता त्यो बिस्तारै बिस्तारै हान्यो क्या तिमी ढङ ढङ नानो अनि पुग्छ हातले नै उतेउली घुमाउने नि त तर त्यो ऊ होला र राम्रो आएको छ यिनीहरू ठ्याक्क घाम पऱ्यो नि त यिनीहरू ठ्याक्क त्यही भएर राम्रो आएको छ त्यसको यहाँसम्म ठिक रहेछ यहाँबाट यता त्यो मैले आएर सट्टै गयो भने गयो नत्र अब सासँग खेलेर जाने बेला प्लस 60हरू तिनीहरू पनि फर्केछ हामी पनि फर्किनौँ फोटो लिन भिडियो लिन जान्छ अयो हेलो गाइज हेलो हेलो अरे कस्तो मजा लाग्यो हेलो गाइज 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 तिनीहरूको पछि पछि लगाउँ है हाम्रो किसिमिन दाइ चाहिँ ड्राइभरको लाइसेन्स निकाल्ने भनिरहेको थियो यहाँ आएर ड्राइभरको लाइसेन्स निकाल्दैछ सिक्दैछौँ अरे मैले त सिकेँ हो सिक्दैछ हाम्रो दाइले चाहिँ लाइसेन्स निकाल्ने उसमा जारीमा छ भने हाम्रो दाइसँग सम्पर्क गर्नु होला घामले कालो देखिन्छ क्या त्यहाँ यहाँ हामी जिप लाइन हानेर यहाँ आइपुग्छौँ हामी चाहिँ धनगढीको फिस रिसोर्टमा छौँ साथीहरू तपाईँहरू पनि आउनुहोस् होला अहिले जानिने क्या त्यहाँ त तिनीहरूको चाहिँ रेड कलरको उठाउनु परेन हाम्रो रेड कलरको छ साथीहरू वीरेन्द्र वहाँ नलगेर फेरि यति जाने हो तिमीले नबोलाउ चाहिँ जाने होइन त्यहाँ छ अरूहरू भने अरूहरू खेले पार होइन हजुर त्यहाँ हजुर 3टा खेले छैन जान्छ र ओ हाम्रो साइकल पनि छ बोटिङ साइकल बोटिङ साइकल भन्छ एमा छिटो ठगे लागिहाल्छ क्या त्यो बस्नु त्यहाँ गाह्रो हुन्छ एमा मजाले बस्नु हाम्रो साग आऊ गाइस हेलो 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 यता राम्रो हुन्छ कि यो सुली छ नि यता यताबाट त्यही भएर यस्तो राम्रो हुन्छ यो खालको चाहिँ यता हाम्रो साथीहरू हेर्नुहोस् ल गाइजहरू चट्ट लाएर गाइज आज हामी बोटिङ खेलेको ल खायौँ ल खेल्यौँ ल अनि यस्तो बोटिङ खेल्न नआउने अवस्थामा हामी चाहिँ काश हामी पनि यो माछा चाहिँ भएको भए भने हामी पनि डाउनमा फेरि बिचबाट चेन्ज गर्छौँ होला न आउनु गाइजहरू अब तोडिदिनेहरू त झन् है साडीहरू अनि हाम्रो दाइ चाहिँ होइन हेरी मक्खै पर्छु मोटा भन्ने बसेछ अब हजुर कहिले पो घोरो थियो होला हेर्नु है ऊ तिनीहरू घुमाउन नजानेको अवस्थामा हेर्नु मलाई त कति राम्रो आएको छ त दाइ मलाई नहुन्छ है अब हामी चाहिँ साथीहरूसँग घुलमेलमा यहाँ देखाउनु परेन हेलो गाइज हेलो 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 अब पर रकम सिधै अनि आउँला यता किन बिग्रिन्छ हौ
I know, hurry, hurry. अर्कै खिच्छ न यस्तो तेर्सो खिच्छ त हाल्नु हुन्छ गरम गरम एउटा यस्तो खिच्नु है सुजु उभ्याउ सुजु अरे धेरै बिटमा छेउमा नलगाइ सिधा सिधा भनेको सबैको के हाम्रो सुजु अहिले त ढङ्ग पुग्दैन आवा बल्ल अलिअलि मेच पर्नु लाग्यो केही बादल गरे होला चाहिँ मजा आउने हो मोटी हाँसे आइसक्यो छायामा यस्तो बल्ल रङ आइरहेको थियो तिनीहरू लिएर आउनुपर्छ कहाँ आएर छोड्ने हो र नजानेर क्या हट्नु उता आउँदा राम्रो देखिन्छ